वेलकम टु माई मिनी भ्लग। यो चाहिँ माघे सङ्क्रान्तिको भ्लग भनौँ न। फर्स्टमा चाहिँ बिहान उठेर म चाहिँ पूजा गर्न गएँ। त्यसपछि घरमा टिका लाएर अनि आन्टीहरूकोमा नै लाउन गएको थिएँ। अनि यता आन्टीले चाहिँ मलाई दक्षिणा दिएर टिका लगाइदिनु भयो। अनि फेरि अर्को आन्टीले नै लगाइदिनु भयो। मस्तले तेल सेल टाउकोमा लगाइदिएर टिका लगाइदिएर अनि दक्षिणा नि दिइरहनु भएको थियो सबजनाले। अनि त्यसपछि चाकु भाग लिएर खाएर म चाहिँ गएँ मम्मीसँग मामा घरतिर। अनि मामा घर पुगेर चाहिँ चाकु र भात खाएँ। अनि उता पनि सबजनाले मलाई पालैपिलो तेल लगाइदिइरहनु भएको थियो। त्यसपछि चाहिँ सब सकाएर हामी चाहिँ पार्टी गर्न थाल्यौँ। मम्मीहरू चाहिँ चियर्स गरिदियो, छ्याङ रक्सी खाँदै हुनुहुन्थ्यो। नेवार भएपछि त खानै पर्यो नि होइन। सबजना दिदी भाइहरू मम्मीको मिलेर चाहिँ चियर्सहरू देखाइरहनु भएको थियो। तर मलाई चाहिँ मनपर्छ मिल्क टी। सो एट द एन्ड अफ द डे मैले खाएँ मिल्क टी।